गृहमन्त्री सुदन गुरुङले आफूमाथि प्रश्न उठेपछि गृहमन्त्री बनेको 26 दिनमै आफ्नो पदबाट राजीनामा दिनु परेको छ। हुन त भ्रष्टाचारीहरू गृहमन्त्रीको राजीनामा आयो भन्दैमा खुसी हुनु पर्दैन, किनभने हामीसँग शक्तिशाली प्रधानमन्त्री छ र रासोपाले हिजोको दिनहरूमा बोलेको कुरा आजको दिनमा पुरा गर्न सक्छ भनेर जनविश्वास छ। त्यही भएर पनि देशैभरिबाट आम नेपाली जनताहरूले परिवर्तनका आशामा रासोपालाई विजय गराएका हुन्। गृहमन्त्री सुदन गुरुङ सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा स्टाटस लेख्दै भन्छन्, मेरो लागि पदभन्दा ठुलो कुरा नैतिकता हो र जनविश्वासभन्दा ठुलो शक्ति कुनै पनि शक्ति हुन सक्दैन भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले राजीनामा दिएको कुरा पनि जानकारी गराइरहेका छन्। विवादित व्यवसायी रहेका दीपक भट्टसँग उनको शेयर साझेदारी देखिएको र शेयर कारोबारमा मुछेको आरोप लागेपछि गृहमन्त्री सुदन गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा बुझाएका छन्। गृहमन्त्री सुदन गुरुङले छोटो समयमा उच्च पदस्थ कर्मचारीहरूलाई समातेर धेरै चर्चा कमाएका थिए भने गुरुङ पछिल्लो समय आफै आलोचनाको शिकार बन्नु परेको छ। बिचौलियासँग साटगाँठ गरी अकुत सम्पत्ति आर्जेको भन्दै आरोप लागेपछि गृहमन्त्री सुदन गुरुङले बर्खास्त गर्न बालेन्द्र शाहमाथि चौतर्फी दबाव आयो। गृहमन्त्री गुरुङले जेनजीको आन्दोलनपछि मात्रै 50 लाखको सेयर खरिद गरेका थिए। तर सेयर खरिद गर्नु कुनै पनि अपराध होइन, तर खरिद गरेको रकम कहाँबाट आयो त्यो स्रोत जनाउनु चाहिँ उनको कर्तव्य थियो। गृहमन्त्री गुरुङले आफूमाथि लागेका आरोपहरू झुटो हुन् भन्दै बताउँदै आइरहेका छन्। गृहमन्त्री गुरुङले छानबिनमा सघाउन राजीनामा दिएको भन्दै सामाजिक सञ्जाल मार्फत जानकारी पनि गराएका छन्।